हेलो नमस्ते फेरि पनि स्वागत छ तपाईलाई मेरो भिडियोमा। अनि अहिले चाहिँ भने आज हाम्रो दलिङ गुम्पामा पर्सि पूर्णेको दिन यो रिउसाङ साङ पर्ने यो ओम पूजा जस्तै हो। अनि त्यसको लागि चाहिँ एकदम हाम्रो गुम्पामा प्रिपेयर हुनु गइरहेको छ। अहिले चाहिँ यहाँ दमदम हिजोदेखि काम स्टार्ट गरेको छ। अनि कस्तो प्रकारले 108 वटा चुला थापेर त्यो रिउसाङ जुन चाहिँ ओम पोल्ने खालको पूजा त्यो गरिन्छ चाहिँ हाम्रो गाउँमा आउने बाना बिक्नाहरू दुख बिमारहरू सबै नष्ट गरेर जानको लागि चाहिँ यो खालके प्रोग्रामहरू राखेको छ यहाँनिर रिउसाङ पर्ने। त्यही कारणले चाहिँ यहाँ अहिले कस्तो प्रकारले काम चलिरहेको छ तपाईँलाई म देखाउन गइरहेको छु। यहाँ अहिले चाहिँ पनि यहाँ जुन चाहिँ त्यो पोल्ने जग्गा ठुलो मेन पोल्ने जग्गा चाहिँ यहाँ बनिँदैछ। त्यो माटो बढेर इँटा बारेर एकदम यहाँ बनिँदैछ। उहाँहरूले हिजोदेखि यहाँ दाउराहरू काटेर आज पनि यहाँ दाउरा बोक्नु हुनुहुन्छ कतिजना आएर। यता उहाँहरू बिहानदेखि दाउरा बोकेर यहाँ काम गर्नुहुँदैछ। यस्तो पाराले काम गरिरहेको छ। पानी पनि परिरहेको छ, काम राम्रो गर्नु दिएको छैन पानी परेर। यस्तो पाराले चाहिँ यहाँ साङहरू 108 वटा यो रुखको पत्ताहरू जुन चाहिँ धुपहरू खोजेर एकदम काट्नु हुँदैछ। यहाँ जुन चाहिँ ओम बोल्नुको लागि दाउरा यस्तो पाराले मसिनो पाराले काटेर राख्नुपर्ने हुन्छ एक फुटको। र उहाँले यो काट्ने चाहिँ उहाँको एकदम भूमिका रहेको छ, उहाँले काट्नुहुँदैछ। लामाहरू सबैजना यहाँ बसेर पढ्ने छ यो 12 तारिकको दिन चाहिँ तपाईँहरूले चाहिँ जानकारी पनि। अनि यो हो हाम्रो दलिङ गुम्पा चाहिँ राबङलाबाट नजिकै पर्ने यो दलिङ गुम्पामा रिउसाङ 108 वटा चुला थापेर जुन चाहिँ त्यो पूजा हुनु गइरहेको छ। अनि यसरी नै यहाँ हाम्रो साथीहरूले पनि लामा साथीहरूले पनि यसरी माटोहरू बढेर चुलाहरू बनाइराखेको छ। उहाँले एकदम बिहानदेखि यहाँनिर आम्मामा यस्तो पनि काम गराएछ। काम गरिरहेको छ। म हेर्नु काइस नि खाजा बनिँदैछ। तपाईँ कामै गर्छ नि त। काम गर्नेको लागि बिजी हेर्नु खानु बिना बिजी हुँदैछ। के भन्छ फेरि खाजा खाने टाइम भइसक्यो, लन्च टाइम। हो यस्तो पाराले हाम्रो साङहरू काट्ने गाडी काम गइरहेको छ। यहाँ चाहिँ 108 वटा रुखको पत्ताहरू खोजेर एकदम यहाँ उहाँहरूले एकदम मसिनो पाराले काटेर चाहिँ अब यो ओमको लागि यो रिउसाङको लागि एकदम रेडी पार्दैछ। यहाँ चाहिँ यस्तो दिलाहरू भयो, अम्देसहरू भयो, साङ धुप्पी यो घिउसाङ भन्नेहरू तितेपातीहरू लिएर धेरै किसिमको साङहरू खोजेर 100 वटा पुऱ्याएर चाहिँ उहाँहरूले चाहिँ एकदम काटिरहेको छ। यस्तै छ अब हाम्रो जुन चाहिँ 12 तारिकको प्रोग्रामको दिन यस्तो पाराले हामीले प्रिपेयर गरिरहेको छु। अनि तपाईँहरू कतिजनालाई यो वरिपरि बस्नेहरूलाई थाहा छैन होला, भिडियोकै मार्फत तपाईँ हेरेर पनि आइदिनुहोस् होला भन्दै मेरो यो छोटो भिडियोलाई यहीँ राख्न चाहन्छु। फेरि बेसी भिडियो लामो भयो भने तपाईँहरूले हेर्नेलाई जस्तो मन नपर्ला। तपाईँहरूलाई फेरि म ल्याउने गर्छु नयाँ भिडियोहरू। अनि मेरो भिडियोलाई तपाईँले लाइक गरिदिनुहोस् अनि सेयर पनि गरिदिनुहोस् होला। अनि मेरो पेजमा फलो गरेको छैन भने मेरो पेजलाई फलो पनि गरिदिनुहोस् है। हुन्छ।